मकै बोलिला रहेछ। यहाँ बसेर चाहिँ मकै खाएर जानु पर्यो। कस्तो मकै खान मन लागिरहेको थियो। चिनिया जस्तो लाग्यो त, खै हेरौँ त, खै। Before some years. हानेको आना हो बन्चरले आना हो, खुर्पाले आना हो, ढुङ्गाले आना हो, हुरिस Day 2. आज पनि खेलाओ पन्जा लडाइ खेलाओ, कक फाइट खेलाओ, खेल्नु चाहिँ खेलाओ न। Day 3. Day 5. Day 6. Day 8. माछा हेऱ्यो आज त म गर्नु गएर जहिले गर्दिनँ होइन। हजुर आफै होमवर्क नगरी एकछिन सर तपाईँले हामीलाई ब्याकबेन्चर भनेर हेपेको होइन? यहाँ हेर त निल तपाईँले ठुल्ठुलै इलन मस्क, ज्याक मा, जेफ बेजोसहरूको नाम सुन्नु भएको छ? उनीहरू सबैजना ब्याकबेन्चर छ। आज हेर्नुहोस्, कोही मिलिनियर छन्, कोही बिलिनियर छन्, कोही के छन्। के त हामी पनि भोलि पर्सिको बिजनेसम्यान हौ कि? हेर्नु होला सर, हेर्नु होला। बन बिजनेसम्यान बन, इलन मस्क बन, ज्याक मा बन, इन्जिनियर बन, पाइलट बन, अझै कुरकुरोमा गर्नु। हामी पनि हेर्नु होला भोलि पर्सि कस्तो चाहिँ बिजनेसम्यान बन्दो रहेछ। हेर्दै रहनु होला सर। केटा हो बिजनेसम्यान को जस्तै रे? इलन मस्क, ज्याक मा, इन्जिनियर, पाइलट। हेरा हो केटा हो, काम भने सानो ठुलो हुँदैन। सर त्यति बेला मैले भनेर मानेर पढ्या भए अहिले यसरी मुखी बोलेर भन्नु पर्थ्यो। हेर त तिमीहरूसँगै पढेको त्यो हरि अहिले उहाँ टेहलामा काम गर्दैछ। जे भयो नि बुझ्यौ नि। अब अहिले बुझेर के गर्नु तिमीहरूले? खोइ एउटा मकै ल्याऊ, एउटा भने एउटा।